प्रभुको जति पनि मिनिस्ट्रीलाई स्टडी गरेर हेर्नुहोस् कि डेथमा यीशु प्रभुले काहीँ पनि मिराकल भन्दा माथिलाई चाहिँ प्रभुले लभ अनि कम्प्यासन बनाएछ। आमेन। त्यही कुरा चाहिँ तर हामीलाई थाहा छ अनि हामीले प्रभुको मायालाई बुझ्छौँ। लु तपाईँ अनि मलाई केले सस्टेन गराएको भन्नुहोस् त। लु मिराकलले हो हाम्रो जीवनमा भएको, तर त्यो लभ थियो क्या। म अरूको त जान्दिनँ, मेरो जीवनमा चाहिँ त्यही भन्छु क्या। मेरो जीवनमा मैले एडिक्सनबाट छुटकारा पाएँ, त्यो एउटा मिराकल थियो हुन्छ नि। तर त्योभन्दा माथिको कुरा चाहिँ नि लभ थियो हुन्छ नि। त्यो लभले चाहिँ के भन्यो हुन्छ नि, किन चाहिँ तिमी तपाईँले मलाई माया गरेको भने मैले जिजसलाई सोध्दै गर्दा चाहिँ नि जिजसले एउटै कुरा भने क्या, रिजनै छैन अरे क्या। एडिक्सनबाट आएको होइन, सोद्धा पनि हुन्छ। खाना खानु पनि कन्फिडेन्ट हुँदैन। त्यो टेबलमा बस्दै गर्दा निहुरेकै गर्थेँ म, आँखा जुदो। किन त्यति मायाले चाहिँ मलाई अहिलेसम्म कसले खानै दिएको थिएन क्या। जब चेन्ज भएर आएँ नि, प्रभुले यस्तो मुनु भाउजूले यस्तो डरलाग्दो माया गर्थ्यो क्या, यस्तो पनि हुन्छ भने म छक्कै परेँ। त्यस्तो चाहिँ मैले कहिल्यै दिएको थिइनँ। इभन मेरो फ्यामिलीमा पनि, आफ्नो सन्तानमा पनि दिएको थिइनँ मैले त्यस्तो। त्यो कुरा देख्थेँ मुनु भाउजू के अरे छुनु आन्टीहरू यस्तो मिलेको, त्यस्तो मैले